नमस्कार, रिभोल्युसन नेपालमा हार्दिक स्वागत छ। म दिपसन छेनाल। गुल्मीमा ट्र्याक्टरको ब्रेक फेल भएपछि हामफालेर सहचालकको मृत्यु भएको छ। गुल्मीको मदानी गाउँपालिका 1 अग्लुङ फेदीदेखि पैयाँ पाटा जाँदै गरेको रा 1 त 3502 नम्बरको ट्र्याक्टरको ब्रेक फेल हुँदा हामफालेका सहचालक 19 वर्षीय मेघराज पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख परीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार गैराती 1 बजे आसपासमा ट्र्याक्टरको ब्रेक फेल भएको हो। ब्रेक फेल भएपछि चालकले सहचालकलाई गाडीबाट बाटोमा झर्न भनेका थिए। सहचालक आत्तिएर हामफाल्दा सडकको छेउबाट उछिटिएर खोलामा खसेका थिए। चालक निम्न चन्दले चलाएको ट्र्याक्टर बालुवा बोकेको थियो। उकालोमा लोड तान्न नसक्दा ब्रेक फेल भएपछि सहचालक हामफालेका थिए, जसक्रममा उनी सडकबाट 500 मिटर तल खोलामा खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो। ट्र्याक्टर भने सडक छेउमै अड्डिएको थियो। चालकले ब्रेक फेल भन्नासाथ सहचालकले हामफालेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए। प्रहरीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धान गरिरहेका छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।